नमस्ते साथीहरु, हेर्नुहोस् त यो हाम्रो घन्टी फूल भन्छ, जुवा कुसुम पनि भनेर भनिन्छ, यो हेबिस्कस पनि भनेर भनिन्छ। मैले चाहिँ पोहोर रिपोर्टिङ गर्नु नपाएर चाहिँ अनि नफुलेर मैले चाहिँ यसरी पुरा रिपोर्टिङ गरेको 3 दिनदेखि चाहिँ पुरा केही पनि थिएन, कोपिला पनि थिएन, केही पनि थिएन। रिपोर्टिङ गरेको 3 दिनबाट चाहिँ पुरा कोपिला पनि लाग्न थाल्यो, यसै गरेर फुल्नु थाल्यो। हेर्नुहोस्, अनि रिपोर्टिङ नगर्दाखेरि चाहिँ कस्तो हुन्छ भने यो सबै रिपोर्टिङ गरेको हो। अनि हजुरहरूको पनि गिक्रिङ्गै परेर च्याक्राक्कै परेर बसेको छ भने रिपोर्टिङ पनि गर्न सक्नुहुन्छ। अनि अब किराको दबाईहरू पनि लाउने बेला भयो। मैले अब हिजो फुल बिक्री गर्नु गएको थिएँ, लाउनु पाएन। अनि आज पानी पर्दैछ, आज लाउँदिनँ। अनि यसरी नै पुरा कस्तो राम्रो हेल्दी ग्रिन भएर आएको छ। अनि कोही चाहिँ यसरी जरामा अलिकति सक भएर चाहिँ अलिकति डिस्टर्ब भयो नि त, त्यस कारणले चाहिँ कोही चाहिँ यस्तो पहेँलो भएर बसेको छ। भए पनि नयाँ पौलाउँदैछ, यसमा टेन्सन छैन। अनि यिनीहरू पनि हेर्नुहोस्, यो पनि रिपोर्टिङ गरेको मैले, कस्तो दामी भएर यस्तो कोपिला खेलेर यस्तै हुँदैछ। हेर्नुहोस् त, यो त हिजो फुलेको यो। अनि यहाँदेखि एउटा दुईवटा तिनवटा चारवटा मैले रिपोर्टिङ गरेको छुइनँ। अनि यो फुलेकै छैन। हेर्नुहोस् त, यहाँ यस्तो छ, यस्तो छ, हेर्नुहोस् त। अनि कति साथीहरूले चाहिँ यस्तै बोटै मन पराउँछ, तर मलाई चाहिँ यो बोट मन परेन। मैले के गर्ने रहेछु, हजुरहरूलाई यसको टिप्स केयर देखाउने छु है त। अनि यो एउटा हाँगा, दुईवटा हाँगा, तिनवटा हाँगा यस्तो भएर बसेको छ। हुनु त एउटै यति मात्रै, एउटा दुईवटा एटलिस्ट दुईवटा मात्रै भएको भए त यिनीहरूलाई यति भाँडामा चाहिँ मलजल पुरा भएर चाहिँ मजाले फुल्थ्यो होला। अनि अब यसलाई चाहिँ के गर्ने त, अब हजुरहरूले नि सोचिराख्नुहुन्छ कि के गर्ने। अब यसरी फुलेको छैन भन्दाखेरि चाहिँ मैले चाहिँ अब यसलाई चाहिँ यो खनाउने छु। माटोहरू चाहिँ यस्तो खतरनाक गरेर रुट बाउन्ड भएको छ। यस्तो हेर्नु त, कहाँबाट चाहिँ फुलोस् है। पहिला सोइल मिक्स गरेर मजाले माटो मल दिएर राखेको बिरुवा हो नि त यो। र पनि हामीले माथिबाट जति लिक्विड मल हाल्दाखेरि पनि आफ्नो समय पुगेपछि चाहिँ हेर्नुहोस् न, यो सबै माटो मात्रै छ, सोक्के माटो छ। अनि मलाई चाहिँ यो चाहिँ सिङ्गल रोप्नु मन लाग्यो, एउटा दुईवटा तिनवटा रोप्नु मन लाग्यो कि। अब यो च्यात्नु सकिन्छ कि सकिँदैन नि। ए झन् है, यस्तो गरेर च्यात्दाखेरि पनि केही पनि हुन्न। यसरी च्यातेर यसरी एउटा गमलामा एउटा रोपिदिनुपर्छ। यसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि यसमा चाहिँ फन्जिसाइड लाउनु चाहिँ बिर्सिनु हुँदैन है साथीहरू। यो कुनै पनि कम्पनीको फन्जिसाइड हजुरले लाउनु सक्नुहुन्छ। मैले चाहिँ यसरी नै सबै फन्जिसाइड दलिदिने हो, किनभने यो हाम्रो यो बोट बिरुवाको काटेको घाउको दबाई हो है त यो। अनि यसलाई यत्तिकै एकछिन राखेर चाहिँ यो सुक्छ नि त, अनि बल्ल यसलाई रोपिदिनुपर्छ। अनि यसलाई पनि यसरी च्यातिदिने, हेर्नु साथीहरू। अनि यस्तो जराहरू पनि यस्तो ठक निकालिदिनुपर्छ है साथीहरू। यो 3वटा बोट एउटै थियो, अहिले छुट्टाएर मैले 3वटा बनाएँ। हेर्नुहोस् त कति फाइदा भएन त। अनि यस्तो भएकोलाई नि यसलाई पनि मैले यसरी नै च्याट्टे यस्तो गरिदिन्छु। अनि यसले सपोर्ट गर्छ। अरू मैले चाहिँ हेबिस्कसलाई चाहिँ के मिसाउँछु भने नयाँ तरिकाले मैले रिपोर्टिङ गर्नेछु। यसमा अन्डाको यो खोल छ, अरू यो केराको बोक्रा छ, अरू यो माटो, अनि अलिकति मल, गाईको मल हालेर चाहिँ मैले रोपिदिने छु। साथीहरूले पनि त्यस्तै गर्न सक्नुहुन्छ। एकदम राम्रो भएर फुल्ने छ। यसको अपडेट म भोलि पर्सि देखाउने छु है त साथीहरू। वाह, कति खुसी भएँ म त। 3वटा बिरुवा पाएँ मैले, यत्तेरिका।